रेडी हुने हैन चाँडै जानुपर्छ नि आज थाहा छ ओहो उठ्ने बित्तिकै यस्तो ह्याप्पी हेलो सबैजनालाई वेलकम मेरो अर्को भिडियोमा आज हामी जाँदैछौँ ब्रिजबेनबाट स्ट्यान्थोप भन्ने ठाउँ क्विन्सल्यान्ड गर्मी ठाउँ हो तर स्ट्यान्थोप चाहिँ यहाँको सबसे चिसो ठाउँ भनेर चिनिन्छ कहिलेकाहीँ चिसोमा हिउँ पनि पर्छ त्यता यो लगभग 235 किलोमिटर जस्तो टाढा छ ब्रिजबेनबाट हामी बाटोमा पर्ने लेक मुगेरा भन्ने ठाउँमा ओर्लेर खाजा खाएर केही बेर घुम्नेछौँ अनि अघि बढ्नेछौँ हामी चाहिँ अहिले लन्च गर्दैछौँ लन्च चाहिँ हामीले घरमै बनाएर ल्याएको छौँ सबैजनाले अलिअलि बाँडेर पुलाउ राजमा मासु पनिर त्यही खाँदैछौँ है ठाउँ चाहिँ एकदमै राम्रो छ लेक मुगेरा भन्ने ठाउँ हामीले चाहिँ लन्च खाइ भ्याइसक्यौँ अब एकछिन यता घुम्ने हाम्रो इभानलाई चाहिँ अझै खेल्न पुगेको छैन खालि प्लेग्राउन्डमा खेल्ने भनेर झगडा गरिरहेको छ अलि यता ल्याएको त झगडा गरिरहेको छ रिसाएर मुगेरा ड्यामको मेन ड्याम यस्तो छ हेरौँ है त्यो ड्याम कस्तो देखिन्छ लन्च गरेर चाहिँ मुगेराको घुमाइ सकियो जाँदैछौँ अब हाम्रो स्ट्यान्थोपतिर विकास दाइहरू अगाडि गइसक्नुभयो अब हाम्रो आनन्द दाइहरू चाहिँ हुनुहुन्छ क्यार सँगै जाने प्लानमा अब यहाँ सिटमा बसिसक्नु भएको छ हाम्रो इभानजी एक नम्बरको फटा बच्चो खालि अब जाने राइटतिर चाहिँ नि एकदम राम्रो भ्याली देखिरहेको छ देखिनुहुन्छ अहिले चाहिँ हामी यो वारविक भन्ने ठाउँमा आइपुग्यौँ वारविक भनेको चाहिँ अन द वेमा पर्ने एउटा सानो सिटी हो स्मल टाउन रमाइलो रहेछ ठुलै रहेछ बस्ती चाहिँ हामी चाहिँ अब हाम्रो मोटेलमा आइपुग्यौँ भर्खरै ओर्ल्यौँ अनि रिसेप्सनमा गएको त्यो मेन मान्छे गएको छ अरे बाहिर अनि एकछिन कुर्न पर्ने भयो मोटेल चाहिँ यस्तो रहेछ है त यस्तो छ स्ट्यान्थोपको गार्डन ग्रिन्स मोटेल भन्ने यो चाहिँ हाम्रो दिदीहरूको ट्विन रुम भनेर दुईवटा रुम रहेछ यस्तो बङ्कर बेडहरू अनि यहाँ बाथरुम यहाँ अर्को बङ्कर बेडहरू रहेछ अनि यहाँ पिच्छेहरू खेल्न सुरु भइसक्यो अनि यहाँ अर्को सँगै जोडिएको सरी अर्को रुम चाहिँ यहाँ रहेछ एउटा बेडरुम यहाँ बाथरुम होला जस एकदम बजेट फ्रेन्डली छ यो रुमहरू जम्मा वान नाइटको कति 220 थियो क्यार अनि 220मा यत्रो अब डबल बेड भएको सरी डबल बेडरुम भएको ट्विन रुम भएको यस्तो ठुलो रुम ठिकै लाग्यो मजाले 6-7 जनाको फ्यामिली चाहिँ मजाले अट्छ यहाँ हाम्रो फुच्चीहरू अब खेल्न सुरु भइसक्यो यहाँनिर सानो बच्चा जस्तो खेलाउन के ड्रागन हो यो उड्छ यो डाइनासोर रे अनि यो चाहिँ हाम्रो रुम सिङ्गल रुम यहाँ मम्मी छोरो म सुत्ने यहाँ बङ्कर बेड रहेछ डबल अनि एउटा ठुलो बेडरुम छ यहाँ यो रुमको चाहिँ 175 मात्रै पर नाइटको हाम्रो इभान फिस्टे चाहिँ एक्लै पुरै आफै इन्डिपेन्डेन्ट जस्तो गरेर खुबै डुलेर बस्छ हिरो भनेर हाम्रो केही भन्यो भने मान्दैन एक्लै
हाम्रो बच्चाहरूलाई मार्समेलो पोलेर खान मन लाग्यो अरे बार्बिक्युमा। सो मार्समेलो हन्टिङ आयो है त हामी चाहिँ। जम्बो अर्डर भएको थियो, यही त होला जम्बो भनेको। यही लानु पऱ्यो ल। स्ट्यान्थोकको सपिङ सेन्टर यस्तो रहेछ है। चिसो चिसो छ अहिले। क्याम्प फायर सेटअप है यो चाहिँ। बार्बिक्यू रेडी हुँदैछ। मार्समेलो पोल्दै खाँदैछन् हाम्रो बच्चाहरू चाहिँ, बच्चा ग्याङ। सानो के छ? गुड मर्निङ भन नि त। गुड मर्निङ भन। गुड मर्निङ। अबे बाघ आए, बाघ आए, सानो बाघ। अब चाहिँ हाम्रो स्टे सक्यो आजलाई यो होटलमा। अब हामी माउन्ट मार्ली लुकआउट भन्नेमा जानेछौँ। अहिले चाहिँ हामी माउन्ट मार्ली लुकआउटमा आइपुग्यौँ। अब हेरौँ है त लुकआउट कस्तो छ। यहाँबाट चाहिँ मजाले स्ट्यान्थोकको भ्यू देखिन्छ। अनि यहाँ ड्रोन उडाउन खोजेको, ड्रोन चाहिँ उडाउन पर्मिट रहन्छ यहाँ। त्यो ड्रोनै उडेन। हेरौँ। अहिले आइपुग्यौँ यो क्विन म्यारी फल्स भन्ने ठाउँमा। यस्तो छ ठाउँ चाहिँ, अलि भित्र एकदमै रुरल एरियामा रहेछ। म्यारिज फल लुकआउटतिर जाँदैछौँ। हल्का सानो छोटो हाइक गर्न पनि रहेछ। अनि उकालो ओह्रालो गर्दै जाँदैछौँ है। अरूहरू चाहिँ यहाँ मुनतिर हिँड्दै हुनुहुन्छ। अगाडि पुगिसक्नुभयो। अनि यता हाम्रो अर्कै खाइरहेको छ त्यो सानो खोला। अनि खोलाको झरना होला, त्यही झरना हेर्न जाने हो। खोला बगिरहेको छ साइडमा, सानो छ, त्यस्तो ठुलो त होइन। अब यहाँबाट लुकआउट चाहिँ कस्तो देखिन्छ हेरौँ है त। हामी चाहिँ अब क्विन्स म्यारी फल्समा आइपुग्यौँ। क्विन्स म्यारी फल्स यस्तो छ है त। छन्नै छ मान्छे। सानो लुकआउट रहेछ। डर लाग्दै देखिन्छ है यहाँ चाहिँ। कफी पनि आएको छ हेर्नुलाई। सानो हाइकिङ गर ल, बोकेर साथै हुँदैन सानोलाई। अब अघि चाहिँ हामी त्यही पारिबाट झर्ना हेर्दै थियौँ। अहिले चाहिँ वारी आइपुग्यौँ हाइकिङ गर्दै। अब यताबाट कार पार्कतिर जानुपर्छ। हेलो, हामी हाइकिङ गर्दैछौँ। एकदम नै गाह्रो उकालो छ। झन्डै टुकुनेलाई बोकेर हाइकिङ गर्न एकदमै गाह्रो। हिँड्न मान्दैन। आन्टीलाई कस्तो लागिरहेछ? एकदम राम्रो।
हामी चाहिँ हुँ हुँ अङ्कल आउँदै हुनुहुन्छ एक्लै आउनु आउनु ओत लाग्ने ठाउँ पनि छैन ल यस्तो भेट्टाएको छ ओत लाग्ने ठाउँ यहीँ बसिरहनु भएको छ अब यो सब जुगाड चाहिँ अब चटपटे खानको लागि है यत्रो मेहनत मेरो फिस्टे दौडिँदैछ एक्लै मलाई एक्लै खेल्नुपर्छ खतरा पारेर लाग्छ त बाइकर ग्याङहरू खतरा है सबैजना चटपटे खाँदै हुनुहुन्छ अब चाहिँ बस्ने ठेगान छैन अब यस्तै पाराले गाडीकै डिक्की पछाडि गाडीभित्र खाइरहनु भएको छ चटपटे ठ्याक्क फर्किने बेला पनि यस्तो मजाको जङ्गलको बाटो अनि मजाले यो सुप पनि लगाइरहेको छ है रमाइलो छ यहाँ त अब